दर्शकबिन यहाँ ढुङ्गा प्रहार भइरहेको दृश्य हामी देख्न सक्छौँ। दर्शकबिन यहाँ ढुङ्गा प्रहार भइरहेको छ। दर्शकबिन यहाँ ढुङ्गा प्रहार भइरहेको दृश्य हामी देख्न सक्छौँ। यहाँका सुकुम्बासीहरूले निकै होडबलका साथ ढुङ्गा प्रहार गरिरहेको दृश्य हामीले देख्न सक्छौँ। दर्शकबिन यहाँ प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ। यहाँ ढुङ्गा प्रहार भइरहेको छ र काठमाडौँ महानगरको प्रहरी अहिले भागेको छ र यहाँका स्थानीयहरूले उहाँहरूलाई ढुङ्गा प्रहार गरेर भगाएको दृश्य हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। र काठमाडौँ महानगरपालिकाको डोजर र काठमाडौँ महानगर प्रहरी यहाँबाट भागेको छ र यहाँ झडपको अवस्था सृजना भएको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। दर्शकबिन तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। यहाँका सुकुम्बासीहरूले ढुङ्गा र मुढा प्रहार गरेर काठमाडौँ महानगरपालिकाको प्रहरी बललाई यहाँबाट लखेटिएको अवस्था छ र उतापट्टि हामी देख्न सक्छौँ नेपाल प्रहरी पुनः अघिल्लो रेखाबाट नेपाल प्रहरीलाई अगाडि ल्याएर यहाँ आइरहेको देख्न सक्छौँ। दर्शकबिन तपाईँहरूले देखिरहनु भएको छ। यहाँ ढुङ्गा प्रहार गरिएको छ र उतातर्फ नेपाल प्रहरीले सुरक्षा दिँदै पहिलो घेरामा नेपाल प्रहरी बसेर यहाँ काठमाडौँ महानगरपालिकाको डोजर प्रवेश गराउन खोजेको हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। दर्शकबिन यहाँका सुकुम्बासीहरू ढुङ्गा र मुढा लिएर तमतयार अवस्थामा बसेको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ र यहाँ आगो जलाउने, टायर बाल्ने, पुतला दोहन गर्ने तयारी गरिएको हामी देख्न सक्छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ टायर बालिएको छ। तयारी गरिएको देख्न सक्छौँ। त्यहाँ पुतला लैजाँदै हुनुहुन्छ र यहाँका सुकुम्बासीहरू
ढुङ्गा र मुढा लिएर सुरक्षा निकायहरूलाई रोकिरहेको हामी देख्न सक्छौँ र उहाँहरूको एउटै माग छ कि हामीलाई यो बस्ती छोड्दै गर्दा हामीलाई विकल्प दिनुपर्छ भन्ने उहाँहरूको माग रहेको छ। तर सरकार भने यो माग पुरा गर्नबाट चुकेको देखिन्छ र उतातर्फ नेपाल प्रहरीलाई पहिलो घेरामा राखेर काठमाडौँ प्रहरी बलले यहाँ बस्तीभित्र प्रवेश गर्ने योजना बनाइरहेको हामी देख्न सक्छौँ। तर भने यहाँ ठुलो सङ्ख्यामा सुकुम्बासीहरूले सुरक्षा सम्बन्ध निकायहरूलाई रोकिरहेको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। अहिले हेपेर कसरी जाँदै थियो नि त नगर प्रहरी हेपेर होइन सिटी बजाउँदै ऊ खोल्दै जाँदै थियो त देख नि त। यो पहिलोचोटि होला बालनलाई राम्रो खालको यो सन्देश गएको अरूलाई चलायो जग्गा धनीहरूलाई भूमाफियाहरूलाई चलायो उनीहरू बोल्न सकेन सुकुम्बासी केही छैन के गति छाडेपछि जोसुकै नेता बोलोस् न दर्शकबिन तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। यहाँ सुकुम्बासीहरूले नारा लगाइरहेको दृश्य हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। जसरी तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ पुतला दहन गरिएको छ र यहाँ विरोध गरिएको हामी दृश्य देख्न सक्छौँ। र उतातर्फ भने नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाको प्रहरी यता बस्तीतर्फ प्रवेश गर्ने तयारी गरिरहेको छ। यहाँ भने केही सिसाजन्य पदार्थहरू तोडफोड गर्ने तयारी गरिएको हामी देख्न सक्छौँ। सिसाजन्य पदार्थ यहाँ तम तयार गरेर राखिएको छ। यहाँ दुर्घटना हुने र झडप हुने सम्भावना हामी प्रचुर मात्रामा देख्न सक्छौँ प्रत्यक्ष रूपमा। दर्शकबिन तपाईँहरू देख्न सक्नुहुन्छ ग्यास सिलिन्डर ल्याएर यहाँ राखिएको छ। यहाँ जुनसुकै समय पनि ठुलो विस्फोट अथवा ठुलो दुर्घटना हुने सम्भावना हामी देख्न सक्छौँ। एलपिजी ग्यास लिएर यहाँका सुकुम्बासीहरूले राखिरहेका छन्। सुरक्षा सम्बद्ध निकायलाई रोक्नको लागि यस समयबीच सरकारवाला निकाय गृह मन्त्रालय लगायतका सरकारवाला निकायले यस क्षेत्रमा सुरक्षा व्यवस्था र यहाँको माहौललाई शान्त पार्नको लागि कुनै प्रयास गरेको भने अहिलेसम्म देखिएको छैन। दर्शकबिन यहाँ तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। यहाँ टायर बालिएको छ, पुतला दोहन गरिएको छ
र तपाईँहरूले निरन्तर देखिरहनु भएको छ। उतातर्फ नेपाल प्रहरी र काठमाडौँ महानगर प्रहरीले भने असुर ग्यास सर्कने र अन्य हतियारहरूको प्रयोग गरेर यहाँका सुकुम्बासीहरूलाई हटाउनको लागि प्रयास गरिरहेको भन्ने किसिमको जानकारी हामीलाई प्राप्त भइरहेको छ। दर्शकबिन यहाँ ठुलो मात्रामा टायर बालिएको छ र यो टायर बालिरहँदाखेरि सुकुम्बासीको यो आवाजले सरकारले राज्यले आम नागरिकलाई आधारभूत बाँस घाँस र कपास दिनसम्म पनि चुकेको दिशा निर्देश गरिरहेको छ र यसले सरकारलाई राज्यलाई सरकारका अभिभावकलाई सरकारका नेतृत्वलाई र समग्र देशलाई नै लज्जित बनाइरहेको छ र यहाँका सुकुम्बासीहरूले बालेन शाह मुर्दाबाद भन्दै नारा लगाइरहेको हामी सुन्न सक्छौँ। यद्यपि काठमाडौँ महानगरपालिका र बागमती सभ्यता एकीकृत विकास समितिले भने शहरी सौन्दर्यकरणमा अपार असर पुगेको हुँदा यो बस्ती हटाउनु परेको भन्दै हामीलाई जानकारी गराएको छ। हस्पिटलको यो पारपट्टि यो जुन यो सानो बाटो त छिर्ने छ नि सुकुम्बासीतिर छिर्ने हो त्यो बाटो। दर्शकबिन यो काठमाडौँको थापाथलीको सुकुम्बासी बस्ती प्रवेश गर्ने मूल बाटोतर्फको त्यो दृश्य तपाईँहरूले देखिरहनु भएको छ। हेलो हजुर हजुर म यो आन्दोलन गरेर ठाउँमा छु आन्दोलन गरेर ठाउँमा छु त दर्शकबिन हामीले तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। यहाँ थापाथलीका सुकुम्बासी एवं काठमाडौँ उपत्यका भरका सम्भवतः काठमाडौँ उपत्यका भरिका सुकुम्बासीहरू यहाँ आएर चाहिँ विरोध जनाइरहेको अवस्था छ। उता भने नेपाल प्रहरी र काठमाडौँ महानगर प्रहरीले यता आउने जमर्को गरिरहेको छ, तर यहाँका सुकुम्बासीहरूले भने विरोध गर्दै आपत्ति जनाउँदै र ढुङ्गामुढा प्रहार गरेर
सुरक्षा सम्बद्ध निकायहरूलाई रोकिरहेको दृश्य यहाँ देख्न सक्छौँ र यहाँ टायरहरू बालेर पुतला दोहन गरेर यहाँ विरोध जनाइरहेको अवस्था हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। दर्शकबिन यो दृश्यले एउटा देशमा चाहिँ युद्धको एउटा चाहिँ लडाइँको एउटा चाहिँ आन्दोलनको महसुस गराइरहेको छ। सरकारको कमजोरी भएका कारण एउटा चाहिँ सरकारले चाहिँ समयमा आम नागरिकलाई बासको प्रत्याभूति गराउन नसक्दा यो समस्या सिर्जना भइरहेको दृश्य हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। र यहाँका सुकुम्बासीहरूको एउटै मात्र माग छ, हामीलाई विस्थापित गर्दै गर्दा हामीलाई एउटा निकास चाहिन्छ भन्ने यहाँका सुकुम्बासीहरूको निष्कर्ष छ, माग छ। र उतातर्फ भने यो आगो जलिरहेको पारीपट्टिको स्थानमा भने नेपाल प्रहरी र काठमाडौँ महानगर प्रहरी बल यो स्थलतर्फ आउन खोजिरहेको देखिन्छ। र तर यहाँका सुरक्षाकर्मीहरूले बल प्रयोग गर्दै यतातर्फ आउन खोजिरहेको हामी देख्न सक्छौँ। र यता भने सुकुम्बासीहरूले चाहिँ उहाँहरूलाई रोक्नको लागि ठुलो सङ्ख्यामा विरोध जनाइरहेको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। दर्शक पनि तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ, यतापट्टि सुकुम्बासीहरूले विरोध जनाइरहेका छन् भने ततर्फ सुरक्षा निकाय भने फर्किएको छैन, यही पुनः आउने गरी जमर्को गरिरहेको छ। तर यहाँ सुकुम्बासीहरूले भने विरोध जनाएर रोकिरहेका छन्। तसबिन तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ, यहाँ सञ्चारकर्मीहरूको पनि उत्तिकै भिडभाड छ। यहाँ समाचार सङ्कलनको लागि भने यहाँका सुकुम्बासीहरूले निकै विरोध जनाइरहेका छन्। उतातर्फ सुरक्षा निकाय, सुरक्षा सम्बद्ध निकायले यता आउने जमर्को गरिरहेको छ। दर्शकबिन तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ, हातमा लाठीसहित सुकुम्बासीहरूले विरोध जनाइरहेका छन् र यहाँ पुतला दोहन गरिएको छ, टायर बालिएको छ, विरोध जनाइरहेको छ।
दर्शकबिन तपाईँहरूलाई हामी प्रत्यक्ष रूपमा देखाइरहेका छौँ। प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ र यहाँ सुरक्षाका हिसाबले पनि निकै जोखिम अवस्था छ। जुनसुकै समय पनि झडप हुने अवस्था छ र यहाँ हातमा दर्शकबिन यहाँ निकै अस्तव्यस्त अवस्था हामी देख्न सक्छौँ र यहाँ विरोध जनाइरहेको अवस्था छ। तपाईँहरूले मेरो पृष्ठभूमिमा देख्न सक्नुहुन्छ यहाँ ठुलो मात्रामा टायर बालिएको छ र उतातर्फ सुरक्षा सम्बद्ध निकायले यता आउने जमर्को गरिरहेको छ। यहाँका सुकुम्बासीहरूले विरोध जनाइरहेका छन्। के गर्नु छ अब? दर्शकबिन यहाँ आगो बालिएको छ, पुतला दहन गरिएको छ र यसले सरकारलाई नै गिज्जाइरहेको छ। तपाईँहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ। आम नागरिकलाई एउटा बासको पनि प्रत्याभूति गराउन नसक्दा यहाँ यस्तो विरोधास्पद अवस्था सिर्जना भएको छ र यो आगो, यो विरोध, यो ढुङ्गामुढा प्रहारले यहाँ एउटा तनावग्रस्त अवस्था हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। निकै तनावग्रस्त अवस्था छ। सुकुम्बासीहरूले विरोध जनाइरहेका छन् भने सुरक्षा सम्बद्ध निकाय यता आउनको लागि प्रयास गरिरहेको छ र यहाँका आम नागरिकहरू निकै चिन्तित भइरहेको हामी देख्न सक्छौँ। उनीहरूको गुनासो हामी आम नागरिक भएर पनि हामीले बास पाउन सकेनौँ भन्ने यहाँका सुकुम्बासीहरूको गुनासो छ। उतापट्टि पनि आगो पाल्नु पर्यो।
दर्शकबिन तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ यहाँ आम नागरिकले आम सुकुम्बासीहरूले विरोध जनाइरहेका छन्। उतातर्फ सुरक्षा सम्बद्ध निकाय भने फर्कनेतर्फ छैन र यतिन्जेलसम्म सरकारवाला निकायले सहमतिको बाटो खोज्नको लागि प्रयास गरेको पनि हामी देख्न सक्दैनौँ। दर्शकबिन तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ थापाथलीबाट यहाँ सुकुम्बासीहरूले विरोध जनाइरहेको दृश्य हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। केही समय अगाडि निकै झडपको अवस्था पनि सिर्जना भएको थियो, ढुङ्गामुढा हानाहानसम्म भएको थियो र अहिले भने नेपाल प्रहरी यहाँबाट केही परको दूरीमा रहेको छ भने काठमाडौँ महानगरपालिकाको महानगर प्रहरी बललाई भने हामीले यहाँ देख्न सकिरहेका छैनौँ र यहाँ सुकुम्बासीहरूले भने व्यापक रूपमा विरोध गरिरहेका छन् र हामी मर्न सक्ने तर चाहिँ हामीलाई बिना विकल्प यो ठाउँबाट विस्थापित नहुने उनीहरूले बताइरहेका छन् र उनीहरूले एउटै मात्र भनिरहेका छन् कि हामीलाई यही स्थान चाहिएन तर हामीलाई यो स्थान छोडे बापत कुनै विकल्प चाहियो भन्ने यहाँका सुकुम्बासीहरूको माग रहेको छ। दर्शकबिन तपाईँहरू निरन्तर रूपमा देखिरहनु भएको छ यहाँ सुकुम्बासीहरूले निरन्तर रूपमा विरोध जनाइरहेका छन्। तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ यहाँ हामीलाई विस्थापित गर्न पाइँदैन भन्ने किसिमका नाराहरू तपाईँहरूले सुन्न सक्नुहुन्छ र उहाँहरूको विरोधको आवाजले राज्यले आम नागरिकलाई बासको प्रत्याभूति दिन नसकेको चित्रण देखाइरहेको छ, त्यसको एउटा दैलो प्रमाण देखाइरहेको छ र त्यसको अवस्थालाई प्रष्ट रूपमा देखाइरहेको छ। हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। गइरहेछ फेरि अघि हल्लियो क्या हल्लियो त्यसरी पालेपछि कहाँ हुन्छ भन्नु
कि एउटा विकल्प त गर्नु पर्यो नि त। तपाईहरुले आफूले बास पाउनको लागि पनि यसरी लड्नुपर्ने, ज्यान जोखिममा राख्नुपर्ने अवस्थाले तपाईँ जस्तो युवा र तपाईँ भन्दा अझै मुनिका बालबालिकाको मनोविज्ञानमा के असर पर्ला, के सोच्नुहुन्छ? असर त धेरै पर्छ, किनभने बालबालिका पनि छ, बच्चा स्कुल जान्छ, किन यहाँ सबैजना गरिब छ होइन, किनभने काम गरेर खान्छ, एउटा ज्यामी काम गरेर खान्छ, एक छाक दुई छाकको लागि दिनभरि काम गर्छ, मरिमरि 400 500 300मा काम गर्छ। हेर्नुहोस् त्यो किन नबुझिदिनु भएको यहाँको सरकारहरूले? हाम्रो भन्ने त्यति नै हो, किन एउटा विकल्प दिन हामी उठ्छ, हामी कुनै झडप पनि गर्न तयार छैन क्या, हामीलाई मन छैन हामीलाई झडप गर्ने। दर्शक तपाईहरुलाई बाल बच्चा सबै त स्कुल बिहान खाएर गयो, अहिले आउने बेलामा बच्चा कति रुएछ ल हेर्नु त, घर छैन अनि रुँदैन बच्चा। यो सरकार हो, यो कहूँ नभएको सरकार, यो कहूँ नभएको सरकार हैन, कहूँ नभएको। तर बाबु यो सुकमवासी देशभरिको एकजुट हो, एकजुट। तर त्यो नेताहरूको खोजी बाला बोकेर मार्छ, याद गर्नु यो कुरा। हामी अशान्तितर्फ नजाउँ, तपाईहरुको आवाज हामी सशक्त रूपमा उठाउँछौँ। त्यो आउनु पर्ने सरकार, यो पुलिस प्रशासन आउनु पर्यो नि त, बालेन यहाँ बालेन आउनु पर्यो, बालेन ल्याएर सहमति गर्नु पर्यो नि त, टाउकोमा हान्नु पर्यो, पहिला बालेन ल्याएर सहमति गर्नु परेन ल, बालेन आएर सहमति गरोस् के। शान्तिको देश भनेर चिन्छ, खोइ शान्ति कता छ शान्ति? यिनीहरूकै मन्त्री भएर भोटहरू धेरै आएर जितेर अहिले अशान्ति मचाउने हो। कतिजनाले इफेक्ट पर्छ ल, हेर्नु धेरैजनालाई इफेक्ट पर्छ यस्तो यो प्रदूषणका प्रदूषण। हामीले पानी लाउनु बालेन भाइ हो हैन, केही हुन्छ कि भनेर सोच्नुलाई जिरा हो।
होइन हाल्नुपर्छ ट्याङ्की ग्यास पनि पड्काउनु पर्छ कि आगो नि मरिन्छ उनीहरू पनि उयो हुन्छ होला सक्दैनै दर्शकबिन तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ यहाँ निकै झडपपूर्ण अवस्था छ तपाईँले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ अहिले नेपाल प्रहरी र काठमाडौँ महानगरको प्रहरी बल यति बेला दुवैजना यता आउन प्रयास गरिरहेको छ तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ यो अवस्था यो अन्यल देखिएको छ निकै तनावग्रस्त अवस्था छ दर्शकबिन तपाईँहरूले देखिरहनु भएको छ यहाँ निकै भिडभाड छ निकै व्याकुल अवस्था तपाईँहरूले देखिरहनु भएको छ यहाँ सुकुम्बासीहरूले प्रहरी प्रशासनप्रति आपत्ति जनाउँदै नारा लगाइरहेको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ र उतातर्फ भने थप सङ्ख्यामा नेपाल प्रहरी र काठमाडौँ महानगर प्रहरी बल यतातर्फ आउन प्रयास गरिरहेको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ भने यतातर्फ भने यी सुरक्षा सम्बद्ध निकायहरूलाई रोक्नका लागि सुकुम्बासीहरू तमतयार अवस्थामा रहेको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ यहाँ सुकुम्बासीहरूको निकै आक्रोश हामीले देख्न सक्छौँ र यो तनावग्रस्त अवस्थाले राज्यले आम नागरिकलाई एउटा आधारभूत बासको पनि प्रत्याभूति गराउन नसकेको चित्र स्पष्ट रूपमा देखाइरहेको हामी देख्न सक्छौँ र यहाँ निकै तनावग्रस्त अवस्था छ यहाँ सुकुम्बासी बस्तीका बालबालिका वृद्धवृद्धाहरू निकै तनावग्रस्त अवस्थामा हामी देख्न सक्छौँ तर यो समयबिच सरकारवाला निकायले सहमतिको बाटो खोज्नको लागि भने कुनै पनि प्रयास गर्न सकिरहेको छैन तनाव सिर्जना भएकै 2 घण्टाभन्दा बढी भइसक्यो तर पनि अझै पनि सरकारवाला निकायले सहमतिको बाटो खोज्न सकिरहेको छैन हामीले त्यो देख्न पाइरहेका छैनौँ सरकारले दुर्घटना खोजिरहेको छ सर 70 लाख छ होइन कल गरे आएर निक्लिन्छ काम केही छैन होइन एउटाले एउटासँग भिड्न त सक्छ नि कुरो त्यति हो विकल्प। 1 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
भिडियो बनाएर धेरै हाल्नुभन्दा पनि अब मलाई अलिकति सतर्क रहनु पर्छ। अब यो अलिकति नभएको हुँदैन। अब न्यु खोजेको उसले गर्नै हो, तर पुरै बस्तीको पुरै टोटल निक्लिसकेपछि के गर्छ भन्ने कुरो चाहिँ थाहा हुँदैन। यसमा स्थान बाई छ सबै, जति सरकारसँग चल्छ नि त्यति चल्न सक्दैन। शान्ति भएछ भने किन गर्नु भन्न पो खोजेको हो त। छैन हामीले चाह्यो भने तपाईँलाई केही चाहने एउटा लौरोको भरमा पुग्छ। केही होइन भने त्यो हाउ डराएका हुन्, केही फरक पर्दैन। चुप लागि बसेर नि सबैजना दर्शक पनि देख्न सक्नुहुन्छ त्यहाँ धारिलो खुकुरी लिएर सुरक्षा सम्बद्ध निकायलाई रोक्नको लागि प्रयास गरिरहेको दृश्य हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। दुईवटा गोला गोला रिङहरू यहाँ सुरक्षा निकायलाई रोक्नको लागि दुईवटा रिङहरू ल्याएर राखिएको छ। हेलमेट ल्याएको यार लाग्दैन। हजुर 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 ए ल ल ल स्टाफ कर्मीहरू नगइदिँदा अझै पनि बस्ती भत्काउने हो कि भन्ने किसिमको अनुमान हामी लगाउन सक्छौँ। र यहाँ दृश्यमा देख्न सक्नुहुन्छ यहाँ काठमाडौँ महानगरको प्रहरीबाट चाहिँ धेरैजना हुनुहुन्छ र यहाँ तपाईँहरू देखिरहनु भएको छ प्रत्यक्ष रूपमा। र यहाँ अगाडिपट्टि डोजर पनि राखेको छ, अझै पनि
डोजर भइरहँदा अझै पनि सुकुम्बासीहरूले विरोध जनाइरहेका छन्, तिमीहरू फिर्ता जाऊ भनेका छन् र सरोकारवाला निकायलाई हारगुहार गरिरहेका छन् कि हामीलाई कुनै पनि विकल्प नदिउन्जेलसम्म हामीलाई यस स्थानबाट विस्थापित गर्न पाइँदैन भन्ने सुकुम्बासीहरूको मूल निष्कर्ष रहेको छ र त्यही अनुसार विरोध जारी राखिरहेका छन्। तर यतिन्जेलसम्म ठुलो विरोध अवस्था, तनावग्रस्त अवस्था सिर्जना हुँदा पनि सरकारवाला निकायले सहमतिको बाटो खोज्न नसकेको स्पष्ट चित्र देखिएको छ र यसरी विरोध भइरहेको अवस्थाले राज्यलाई नै गिज्जाइरहेको छ कि राज्य आम नागरिकलाई घाँस बाँस कपासको सुविधा उपलब्ध गराउनको लागि राज्य चुकेको अवस्था छ र तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। सुरक्षा सम्बद्ध निकायहरू यहाँ तामझामका साथ बसिरहेको र मेरो छेउमै देख्न सक्नुहुन्छ डोजर र अघि भइरहेको यो हानहान गर्दाखेरि यो सुकुम्बासी र प्रहरीहरू बीच एउटा चाहिँ विरोधास्पद अवस्था सिर्जना हुँदा यहाँ डोजरमा सिसाहरू फुटेका अवस्था छन् र कतिपयलाई चोटपटक पनि लाग्न सक्ने हामीले अनुमान गर्न सक्छौँ, किनकि निकै ढुङ्गामुढा प्रहार भइरहेको थियो। तपाईँलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ डोजरका सरसामग्रीहरू फुटेको र बिग्रिएको अवस्था तपाईँहरूलाई देखाइरहेका छौँ प्रत्यक्ष रूपमा। र उतातर्फ ठुलो सङ्ख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, काठमाडौँ महानगरको प्रहरी बल, यो तीनवटै सुरक्षा सम्बद्ध निकायहरू यहाँ बस्ती भत्काउनको लागि बसिरहेको दृश्य हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। र उतातर्फ पनि प्रहरीहरू निकै तामझामका साथ बसिरहेको दृश्य हामीले प्रत्यक्ष रूपमा देख्न सक्छौँ। एकीकृत बागमती सभ्यता विकास समितिले केही समय अगाडि सहरी सौन्दर्यमा निकै प्रभाव परेको भन्दै 35 दिने सूचना जारी गरेको थियो र मङ्सिर 4 गतेसम्म बस्ती खाली गर्नको लागि सूचना जारी गरेको थियो र त्यो सूचनालाई यहाँका सुकुम्बासीहरूले खासै चासो नदिएका कारण अहिले सरकारवाला निकायहरू सुरक्षा सम्बद्ध निकायको पहलमै यहाँ उत्रेका छन्। तर सुकुम्बासीहरूले भने हामीलाई विकल्प दिनुपर्ने माग राख्दै आएका छन् र यहाँबाट हामीलाई विस्थापित गर्दै गर्दा एउटा विकल्प दिनुपर्छ भन्ने कुरा बताउँदै आइरहेका छन् र त्यो स्वाभाविक पनि देखिन्छ। र तपाईँहरूले मेरो यो अगाडिको दृश्यमा देख्न सक्नुहुन्छ सुरक्षाकर्मीहरू निकै तामझामका साथ बसिरहेको दृश्य तपाईँहरू देख्न सक्नुहुन्छ। सञ्चारकर्मीहरू यति बेला यो देशभर नै अहिले यो सुकुम्बासीको समस्याले देशभर नै चर्चाको विषय बनेको छ। केही समय अगाडि उत्पन्न भएको यो सिर्जना भएको समस्याले अहिले देशभर नै यो घटना चर्चामा आइरहेको छ। हुन त केही समय अगाडि पटकसम्म पनि यो सुकुम्बासी बस्ती हटाउन प्रयास नभएका होइनन्, तर सरकारवाला निकायले सुकुम्बासीलाई विस्थापित गर्नको लागि मात्रै प्रयास गर्ने, कुनै पनि विकल्प दिन नसक्दा, सरकारको तयारी हुन नसक्दा यो अवस्था सिर्जना भएको। उसो त सरकारले विभिन्न संवैधानिक निकायहरू स्थापना गरेर सुकुम्बासीहरूको पक्षमा काम गर्नको लागि विभिन्न संवैधानिक निकायहरू निर्माण गरेको छ। तर भने अहिलेसम्म सुकुम्बासीहरूको पक्षमा ठोस कदम चालिएको भन्ने देखिएको छैन। देशभर 3 करोड जनसङ्ख्या हुँदा अहिले पनि 70 लाखको हाराहारीमा सुकुम्बासीहरू हामीले देख्न सक्छौँ। तपाईँले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ यहाँ यो बस्ती भत्काउनको लागि ठुलो सङ्ख्यामा नेपाल प्रहरी हामीले देख्न सक्छौँ र यतातर्फ काठमाडौँ महानगरको प्रहरी बल पनि यहाँ छ र तीनवटै सुरक्षा निकायहरू यहाँ यो बस्ती भत्काउनको लागि तम्तयार अवस्थामा रहेका छन्। तर सुकुम्बासीहरूले भने विरोध गरिरहेको हामी प्रत्यक्ष रूपमा देख्न सक्छौँ। तपाईँहरूलाई प्रत्यक्ष रूपमा देखाइरहेका छौँ यहाँ ठुलो सङ्ख्यामा सुरक्षाकर्मीहरू छन् र म अब तपाईँहरूलाई सुकुम्बासीहरूले विरोध जनाइरहेको स्थलतर्फ लैजान गइरहेको छु। विभिन्न समय कालखण्डमा विभिन्न सरकारहरू भएको बखत सुकुम्बासीहरूलाई हटाउन प्रयास गरिएको छ, तर विकल्प भने अहिलेसम्म दिन सकिएको छैन।
सरकारका नीतिहरूमा सरकारका व्यवस्थाहरूमा भूमिविहीन कुनै पनि नागरिकलाई राख्नु हुँदैन भन्ने प्रावधान राखिएको छ। तर अवस्था भने ठिक उल्टो छ। मेरो अगाडिको दृश्यले नै त्यो सरकारको व्यवस्थाको विपरीतको अवस्थालाई पुष्टि गरिरहेको छ र यी सुकुम्बासीहरू अहिले कहीँ पनि जाने अवस्था नभएको अवस्थामा सरकारले बिना सूचना यसरी यहाँबाट हटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन्। तपाईँहरूले प्रत्यक्ष रूपमा देख्न सक्नुहुन्छ र केही समय अगाडि यहाँ झडपपूर्ण अवस्था पनि सृजना भएको थियो र तपाईँहरूलाई हामीले प्रत्यक्ष रूपमा यसबारेमा पनि जानकारी गराइरहेका छौँ। यस सुकुम्बासी बस्तीमा अपाङ्गता भएका व्यक्तिहरू छन्, वृद्ध व्यक्तिहरू छन्, पढ्ने बालबालिका विद्यार्थीहरू छन्। तर ती सबैको भविष्यको अन्दाज नगरिकन सरकारले यसरी एकतर्फी रूपमा अनुगमन नगरिकन बिना अनुसन्धान के यहाँ भएका नागरिकहरू के सुकुम्बासी हो वा होइन भन्ने निर्क्युल नगरिकन यसरी एकतर्फी रूपमा डोजर चलाउनु र यहाँका नागरिकहरूलाई शास्ति दिनु आपत्तिजनक भएको भन्दै कतिपयले टिप्पणी पनि गरिरहेका छन् र विभिन्न सामाजिक सञ्जाल मार्फत आपत्ति जनाइ पनि रहेका छन्। लोकतन्त्रमा आम नागरिकलाई बाँच्नै नसक्ने अवस्था सिर्जना गरेको भन्दै कतिपयले सामाजिक सञ्जालमा र विभिन्न माध्यमबाट आलोचना पनि गरिरहेको हामीले देखिरहेका छौँ र तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ टायर बालिएको छ, पुतला दोहन गरिएको छ। निकै तनावग्रस्त अवस्था छ, तपाईँहरूले प्रत्यक्ष रूपमा देखिरहनु भएको छ। अहिले पनि यहाँ विरोधको अवस्था केही हदसम्म सामान्य भएको हामी देख्न सक्छौँ। जे मलाई त्यही बोलेर त बिग्रियो नि। अब हामी यहाँका केही सुकुम्बासीहरूसँग कुरा गर्छौँ। यहाँहरू सबैलाई स्वागत छ। सर्वप्रथम पहिला बालनकै डेट अफ लेखेँ मैले चाहिँ बालन भाइ त भनिनँ, बालन कान्छो भाइ चाहिँ भने। बालन सबैले भोट दिएकै हो। एउटा कुरा नयाँ देशको लागि राज्यको लागि एउटा कुरा हाम्रो अभिभावक सच्चा अभिभावक आउँछ कि भनेर दिएको थिएँ। तर बालनले क्षणिक मात्र होइन उसको अन्त्येष्टि पनि असम्भव नभन्नुहोस्। यो फेरि हिजो धेरै उथल पुथल भएको, धेरैले रगत 17-18 यो रगत आफ्नो जिउ सुरक्षाको लागि रगत बगाउँदैन नि बगाउँछौँ। र यदि कि बालन मात्र होइन कि सम्पूर्ण देशका अग्रज स्थानमा चाहिँ जनताको अभिमत लिएर बस्ने माथि कुर्सीमा बस्ने टाउकेहरूले नि उनीहरूको चाहिँ भरे भोलि धन सम्पत्ति के हो कति हो हामी त्यो हिसाब किताब हामी आफै गर्छौँ। अब कसैले चाहिँ हामीले आशा यो तनावग्रस्त अवस्था सिर्जना तनावग्रस्त हाम्रो होइन। यो तनावग्रस्त अवस्था सिर्जना भएको 2-3 घण्टा भइसक्यो। यो छापामार एउटा कुरा छापामार शैलीबाट आउनु भएको छ कि उहाँ छापामार शैलीबाट आउनु बिना सूचना। एउटा कुरा मान्छे होइन मानव हुने हामी बुझ्छौँ नि, उहाँको विकासको विरोधी होइनौँ हामी। हामीले पनि चाहिन्छ तपाईँको चाहिँ मरेको मान्छेको उसमा चाहिँ मूर्ति बनाएर 10 अब हामी उसमा पनि राख्छौँ। फेरि अझै हामी यहाँ बढ्छौँ। अब यो उसमा के अरे जुन चरी उता खाली कहाँ छ। तर यदि राज्य मुलुकलाई स्विजरल्यान्ड बनाउनु छ भने, मुलुक सिङ्गापुर बनाउनु छ भने यो धोबी खला होइन, त्यतिकै सुन्दर छ। फेरि यो कस्तो छ भन्दाखेरि यो तनावग्रस्त अवस्था सिर्जना भएको 3 घण्टा जति भइसक्यो तर अझै सरकारवाला निकायले सहमतिको बाटो खोजेको देखिन्न। होइन उहाँले कहाँ खोज्नुहुन्छ? उहाँ त बालन त एउटा मोहरा बनाएको छ यार, प्लिज हामी बुझ्छौँ त भाषा। बालनले मोहरा बनाएको छ। हिजो चाहिँ नि यो चाहिँ नि यहाँको चाहिँ राजा बादशाहहरू आज चाहिँ नि बालन कुन कुनामा थियो होला। आज बालन तपाईँले थाहा थियो? बालन थाहा थिएन त। आज चाहिँ बालनले चाहिँ अभिमत जनताको मतले चाहिँ जनताले के सोच्यो भन्दाखेरि अब नयाँ नौलो खोजौँ न भनेर हामीले दिएकै हो भोट दिँदाखेरि। आज त्यो कहाँ कताको त्यो चिङ्न आएछ। उनीहरूको त विनाश हुने भयो नि त। उनीहरू कुर्सीमा बसी खाने त्यो नै जाने भयो। त्यसले गर्दाखेरि मात्र के पनि होइन। यदि बालन शाह आउने बित्तिकै जित्ने बित्तिकै यो हाम्रो सुकुम्बासी बस्तीको लागि उसले केही सम्बोधन पनि गरेको छैन। अब तपाईँहरूको यो विरोध कसरी अगाडि बढ्छ? विरोध हामी जहाँ यथास्थानमा यदि पायौँ न भने यो मात्र नसम्झ, यो त सुरुवात मात्र हो भाइ। पूर्व मेचीदेखि महाकालीसम्म हामी तन्कार छाड्छौँ। नयाँ
आमूल परिवर्तन हामी आफै खोज्छौँ, हामी आफै जिम्मेवार गर्छौँ। हाम्रो मुलुक संरक्षण गर्न हामीले पाउँछ। यो देशको नागरिक हौँ हामी, को देशको नागरिक हो? प्रश्न सुनाइदिनुहोस् उहाँलाई, च्यालेन्ज। म राम लिम्बू हो, म बल्कु सुकुम्बासी यहाँ बसेको छु। ल यो च्यालेन्ज मात्र होइन, फेरि भोलि यथार्थमा परिणत हुनसक्छ मित्रहरू। यो इतिहासले भोलि मूल्याङ्कन गर्नेवाला छ। यति मात्र, अरू बाँकी बालन मात्र। बालन त आज एउटा अगाडि देखेको मात्रै, मोहरा बनाएको मात्रै। त्यो भाइले एउटा दुःख सुख भन्ने कुरा पीडा थाहा रहेन छ। बिचरा उसको बाबु एउटा आयुर्वेदिक बेचेर चाहिँ हुर्कायो। त्यो ड्रग्स हो बालन साहब। उसको म क्लासमेटसँग मैले बसेर कुरा गरिसकेँ। यो ड्रग्सले कुन बेला भौलापन सन्कीपन दुनियाँ भत्काएर चाहिँ नि कमसेकम एकचोटि आएर तपाईँहरूको के छ दुःख सुख भनेर उसले सम्बोधन गर्न सक्दैन थियो। हामी मान्छे हौँ त, बुझ्छौँ त। तपाईँले बडा गजबको नयाँ कुरा गर्नुभयो, बालन शाह ड्रगिस्ट भनेर। यसको केही बताइदिनुहोस्। म अहिले बताउँदिनँ, किनभने यदि ड्रगिस्ट छैन भने उहाँको चाहिँ पेटेन्ट, उहाँको चाहिँ नि स्टुडेन्टका चाहिँ सँगै साथीहरूसँग मैले बसेर कुरा गरिसकेको छु। तर होइन, त्यो अब नयाँ शिक्षा होला, दुःख सुख यो सामन्तहरूको चाहिँ उसमा चाहिँ नयाँ नौलो तरिकाले उसले चाहिँ कारोबार चाहिँ सम्हाल्छ कि भनेको त सम्हालेको नि। यिनी देख्नुभयो नि, यतिखेर हाम्रो लालाबाला मात्रै होइन, यहाँ अपाङ्गा बुढाबुढीहरू बालबच्चाहरू कति छन्। तर हामी यो बालन शाहलाई कि ऊ रहेन कि हामी रह्यौँ। हाम्रो आन्दोलन यो त सुरु मात्र हो। हामी आफै पूर्जा बनाउँछौँ। अब कति घरधुरी छ? 200 बढी छ। 200 होइन, यहाँ त तपाईँ काठमाडौँ भेली के भन्नुहोस् न। यो बस्ती मात्रै नसोच्नु। थापा चाहिँ 200-300 होला। पुरै काठमाडौँ उपत्यका, काठमाडौँ उपत्यकाभरि त हामी 50,000 पुग्छौँ नि। तर आज 70 लाख। यदि एउटा कुरा यहाँ सुन्छ है भाइ, एउटा कुरा पूर्जा भनेको के हो? तपाईँले जन्म लिएर आउनु भएको पूर्जा हो यो। तपाईँहरूले पनि खरो तरिकाले यी नेताहरूले नि उहाँहरूले भलटार बेचेर खाँदा हुन्छ, एउटा कुरा। अब एउटा कुरा, दोस्रो कुरो, हिजो चाहिँ भुक्का चप्पल लाएर चाहिँ नि यी सुकिला मुकिला भन्नेहरू पनि खोज्छौँ सबै। हाम्रो पार्टी छैन, अब सक्यो। तपाईँहरूले मैले अझै एउटा तपाईँहरू सबैलाई प्रश्न गर्न चाहे, यसले गलत अर्थ नलागोस् होइन। अब यो परिस्थिति अनुसार के पनि टिप्पणी हुने गर्छ भन्दाखेरि, अब सरकारले सुकुम्बासीहरूलाई निकास दिनको लागि तयारी गरिरहेछ, सुकुम्बासी आयोग निर्माण गरिरहेछ, भूमि आयोग निर्माण गरिरहेछ। आफ्नो जग्गा छैन भन्दैमा सार्वजनिक जग्गा ओटेर बस्नु भएन नि भन्ने किसिमको आलोचना हुन्छ नि। यसलाई कसरी? सार्वजनिक, सबै सार्वजनिक हो। वास्तवमा सबै सार्वजनिक। तपाईँले भाइ तिमी त भर्खरको बच्चा हो। हामीले बाबुबाजेहरूको पुर्खौली दुःख सुख हामीले कसले पूर्जा, कहिलेदेखि बनेको पूर्जा प्रष्ट रूपमा नापी कहिलेदेखि सुरु भयो? पहिलो कुरो, कसले, कुन मानवले पूर्जा लिएर आएको छ यो दुनियाँमा? आफैले बनाउने हो। हामी आफै बनाउँछौँ। कसैसँग हामी भिख माग्न आएको होइन, भिखारी हो हामी, जनता होइनौँ। हाम्रो देश हो, हाम्रो मुलुक हो, हामीले संरक्षण गर्न आउँछ, देश चलाउनु आउँछ। हामीले दियो भने तपाईँले साथ सहयोग तपाईँहरूको आवश्यकता छ। तपाईँहरूले एकदम दिल खोलेर लेखिदिनुहोस्, ठोकिदिनुहोस्। तपाईँहरू कसैको नेताको प्रचारबाट त्यसको चाहिँ एगेन्स्टमा बोल्ने होइन, लेख्ने होइन, सत्य कुराहरू लेखिदिनुहोस्। तपाईँहरू पनि एउटा मुलुकको एउटा यस्तो राम्रो मुलुकले यो ठाउँमा बनाएर आज चाहिँ यी भोट ब्याङ्कहरू भत्किँदैछ। भोट ब्याङ्कको चाहिँ यो प्रकाष्ठ हो। भोट ब्याङ्क भत्क्यो। अब हाम्रो उसमा छैन पक्षमा भनेपछि बालनले मोहरा बनाएर चाहिँ अब अरे कहाँको राजाराम कहाँको गुलेराम भण्डारी भन्थे, त्यस्तै भएको छ। त्यसले गर्दा बालनले मोहरा बनाए, ठिकै छ, त्यो बुझेका छौँ। यी नेताहरू त सबैको, हाम्रो त धेरै किसिमका पार्टीका पनि थियौँ, अब छैनौँ। हाम्रो पार्टी आफ्नै हुन्छ। यदि सरकारले कुनै व्यवस्थित ठाउँमा लाल पूर्जा सहित चाहिँ लग्यो भने जान तयार किन? प्यारो भाइ, यहाँ सुन्नुहोस्, काठमाडौँ बसिया छौँ, यहाँ रोजीरोटी छ। यहाँ घर छाप्रो मात्र होइन, हाम्रो रोजीरोटी छ। शिक्षा दीक्षा कहाँ दिन्छ? त्यो जङ्गलमा दिएर हुन्छ? तपाईँ चाहिँ तल चाहिँ शब्दकोशीको बकरमा राखिदियो भने हामी मान्छौँ? मान्दैनौँ न। हामी यथास्थान रोज्छौँ। अनि तपाईँहरूका साथीहरू त अघिदेखि होइन, उचित व्यवस्थापन गर्छ, उचितको कुरा होइन। हामी यथास्थानमा विकास विरोधी यथास्थान। तपाईँहरूको साथीको भाव चाहिँ हामीलाई जहाँ भए पनि हुन्छ, हामीलाई बसोबास दिए भयो होइन। एउटा कुरा, सरी, त्यो कतिपय बोल्दै त्यो होइन है। फेरि त्यो होइन, यथास्थानमा हामीले कुनै बगरमा लगेर माथि नगरजुनको डाँडा जङ्गलमा लगेर के छ हाम्रो त्यहाँ विकल्प के हो भन्दाखेरि हाम्रो अरू कुराहरू रोजीरोटीको कुराहरू छ। यहाँलाई धन्यवाद। अब तपाईँ भन्नुहोस् कि तपाईँहरूलाई चाहिँ यही जग्गा चाहिने हो कि तपाईँहरूलाई चाहिँ आफूले रोजेको जग्गा चाहिने हो कि कुनै व्यवस्थापन भए चाहिँ तपाईँहरू खुसी हुने हो? होइन, यस्तो व्यवसाय यहीँ गरेछ। आजदेखि 50 सालदेखि हामी यहाँ 40 सालदेखि हामी यहाँ व्यवस्थापन गरिरहेछ भने यहाँ त जसले पनि काम गरेर बसिरहेछ नि त। उहाँ लगेर जङ्गल लगेर छोडेर हामी कहाँबाट काम पाउने? एउटा काम गर्ने मान्छेले एउटा काम चाहिँ चाहियो क्या। काम गरे ल। बालन शाहले एउटा कुरा उहाँले पनि भन्नुभयो, ठिकै, अब त्यहाँबाट कुनै कुरा नेगेटिभ होला, कुनै सही होला, त्यसमा म सरी भन्छु होइन। उहाँले पनि भयो, अब हिटो भन्नुभयो। तर व्यवस्थापन गरेर हामी बसेर 40 सालदेखि यहाँ बसेको हो।
बालिसा भने 33 वर्ष भयो हामीभन्दा उहाँदेखि तर भन्दा जस अहिलेको लागि हामीले तपाईँहरूलाई बुझ्दाखेरि त बसोबास नै आवश्यकता होइन र मेन भने रोजगारी त आफै गर्ने सङ्घर्ष गर्ने कुराहरू भइदिए होइन सँगसँगै गरेर उहाँ जङ्गल लगेर हामीले सँगसँगै हुन्छ जङ्गलमा त लाँदैनन् लाँदैन भने जहाँ छ हाम्रो यहीँ त उ गर्नु पर्यो यो त सार्वजनिक जग्गा हो सार्वजनिक तपाईँहरूलाई होइन, व्यवस्था तपाईँहरूलाई यो हटाउँदाखेरि हामीलाई ठुलो दुःख लाग्छ तर तपाईँहरूलाई हटाउँदै गर्दाखेरि तपाईँहरूलाई विकल्प दिनुपर्छ भन्ने हाम्रो पनि निष्कर्ष हो तर यही ठाउँ चाहिँ विकल्प हुनुपर्छ भन्ने चाहिँ हाम्रो विकल्प होइन होइन हाम्रो यो तपाईँहरूले प्रश्न होइन, बुझ्नुपर्छ हाम्रो विकल्प यही हो हाम्रो विकल्प यही हो तपाईँलाई मैले एउटा प्रश्न सोध्छु कुनै एउटा भारतीय नागरिक आएर काठमाडौँमा आएर 50 वर्ष बस्यो भने त्यो चाहिँ त्यो जग्गा चाहिँ उसकै हुन्छ कि त्यो नेपालको हुन्छ भन्नुहोस् त नेपालको हुन्छ तर 10 वर्ष अगाडि त उहाँले हटाउनु पर्छ अहिले 40 वर्षसम्म त अहिले नहटाइकन अहिले आएर हटाउनु मिल्छ र उहाँले त्योभन्दा अगाडि त हटाउनु पर्छ नि त उहाँले किन व्यवस्थापन त हामी यहाँ बसिरहेछौँ त हामी त तपाईँहरू पटक पटक हट्न मान्नु भएन होइन पटक किन अब त उहाँले भनेको एउटा कुरो हामी त अलरेडी हामी यहाँ बसिरहेछौँ उहाँले हटाएर हुन्छ त हामी नागरिक होइन नेपाल होइन हाम्रो सरकार हाम्रो होइन भोट लिस्ट हामी लिएर बसेको छौँ हाम्रो पनि होइन जिम्मेवारी हाम्रो होइन त्यो चाहिँ उहाँहरूले किन बुझ्नुहुन्न अनि सरकार त बागमती जुन एउटा चाहिँ धार्मिक नदी पनि हो यो क्षेत्रलाई चाहिँ हराभरा बनाउनु पर्छ पर्यटकीय दृष्टिकोणले पनि अलिकति राम्रो बनाउनु पर्छ अनि अलिकति व्यवस्थित गर्ने भनेर जुन बागमती उसले चाहिँ सुरु गरेको छ यसमा तपाईँहरूको साथ सहयोग नहुने होइन यस्तो एउटा कुरो नेपाली जनता मारेर उहाँले अब त पार्क बनाउनुहोस् हामीलाई पेलिदिनुहोस् हामीलाई पेलिदिनुहोस् हामीलाई सरकार भएन हामी त बसोबास यहीँ गर्छौँ गर्दाखेरि उहाँले हामीलाई डोजर ल्याएर पेल्दै हुन्छ क्या बसोबास त हामी यहाँ बसेको छौँ नि त त्यो तरिका उहाँले गर्नुपर्छ नि त होइन उहाँले विकास गर्नुहुन्छ तर छुट्याएर हामीलाई गर्नुहोस् त किन हामी बसिरहेछ हामीलाई डोजर पार्क बनाउनु पर्ने उहाँको हाम्रो नागरिक होइन हामी यहाँको जनता होइन उहाँले हामीलाई भन्नु पर्दैन त्यो तरिकाले गरेर उहाँले मात्रै एउटा सोच्ने दिमाग हुँदैन अलिकति त्यसरी भनेर हुन्छ उहाँले त्यो भने एकदम नेगेटिभ हो मेरोमा एकदम नेगेटिभ है त्यो कुरा चाहिँ भयो त्यही हो हाम्रो भनेको एकदम दर्शकबिन तपाईँहरूलाई हामी प्रत्यक्ष रूपमा देखाइरहेका छौँ यहाँको अवस्थाको बारेमा केही समय अगाडि यहाँ निकै तनावग्रस्त अवस्था पनि सृजना भइरहेको थियो विभिन्न सुरक्षा सम्बद्ध निकायहरूले यहाँ चाहिँ अझै पनि डोजर चलाउनको लागि बस्ती भत्काउनको लागि तयारी गरिरहेको छ र हामीले यहाँ निरन्तर रूपमा प्रत्यक्ष रूपमा देखाइरहेका छौँ र तपाईँहरूलाई यो सुकुम्बासी बस्ती र सुकुम्बासीहरूका समस्या र सुकुम्बासीहरूको विकल्प र सरकारले निकाल्ने निष्कर्षको बारेमा हर बखत सूचना सम्प्रेषण गरि नै रहनेछौँ।